Good morning everyone. Namaste. Welcome back to my YouTube channel. म फेरि पनि आइसकेको छु हजुरको सामु नयाँ भिडियो एन्ड भ्लग लिएर। म चाहिँ धेरै दिन पछाडि आएँ भिडियो लिएर। म बिजी पनि कति बेला बिर्सिन्छु, कति बेला झराक्छ, के हुन्छ यस्तै कारणले गर्दा मैले भिडियो बनाएर आएको थिएन। आज चाहिँ मैले बनाउँछु भनेर आइसकेको छु। My God. Cool. अहिले चाहिँ बाबा सुतिरहेको छ, त्यही भएर म सानो स्वरले बोलिरहेको छु। कस्तो चौलाहरू बिहानदेखि कराएको छ नि को गरेर। ल गाइस, मजाले थरी चराहरू। ओ माय गॉड, यही छ कि क्या हो त? म चाहिँ यहाँ माइतीकोमा आएको छु। हिजो भिडियो बनाउँछु भनेर आएको थिएँ। के भयो बनाएन। अनि अहिले चाहिँ मैले बिहान नै स्टार्ट गरिसकेको छु। अहिले ठ्याक्क कति बज्यो? 7:30 भइरहेको छ। लेट्स सी म के गर्छु। बाबु सुतिरहेको छ अहिले चाहिँ एकछिन नास्ता खाएर सुतेको चाहिँ। म पनि नास्ता खाएँ र त्यसरी बस्दै नास्ता खाएँ अनि सुतेको। म के गर्छु कसो गर्छु म देखाइ नै हाल्नेछु गाइज। हेलो, मेरो छोरा यस्तो मोज मस्ती छ है। काखमा बसेर खुट्टा लम्पसार पारेर मस्ती छ। कति अचुस छ हो, कति अचुस छ। दाँत आउनलाई हो कि खै के हो साथीहरू। औला चुसेको जे दिए त्यही चुस्छ, जे दिए त्यही चुस्छ भने हो कि नै भन त? हो 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 ल क्यामेरामा हेरेर हाँस्नु पर्ने। आउ छ्या, मेरो कान दुख्यो। छ्या मेरो कान दुख्यो। बेबी छोरा कसको लाको खुट्टामा पनि गोजीमा के छ बाबुको? बेबी बाबु ओइ ओइ चच के रेको दार्दिउ न। मम्मा तिम्रो पसिना आऊ कि तेल हो छोरा यो। आजभोलि त तेलै लाउन मान्दैन। फुतिर गर्नुपर्छ। फुतिर गरेर तेल लाउनु नदिएर सताउँछिन् हौ, अहिले चाहिँ 9 बजिसकेको छ। हामी चाहिँ खानासाना खाएर मम खाएर फेरि भेट्छौँ हो। हस्, यसको चाहिँ मैले कपडा पनि धोइसकेँ। यस्तै गर्छ यो त, फुतिर I want to capture every moment of my baby. Hello my little one. Chi, नाकमा सी आयो। नाकमा सी यता हेर छोरो। अब हामी के गर्छौँ? ल ऊ त एकदम स्ट्रङ भइसकेको छ।
ला लाता हान्छ हो लाता लाता लौ लौ त बस त म जस्तै गरेर बस्ने तिम्रो खुट्टा कहाँ गयो एउटा खुट्टा ल बस न त यसरी बस ल छोरो ए ल यसरी बस ल हस हस एकछिन let's see I am happy boy I'm a strong boy oh my god चोट लाग्छ अहिले चोट लाग्छ ल आऊ आऊ ल भयो ल भयो कपाल लुछेर मलाई लुसरास पारेर के टक्लो बनाउनु टक्लो मलाई टक्लो बोस बनाउने नि मलाई टक्लो बोस गाइज यो रुमबाट चाहिँ यति राम्रो भ्यूज देखिन्छ नि माइ गड रुख यही हो बिहान चरा क्वाक 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 को बाहिर जाउँ ल छोरा ओ चिया थुर्यो अहिले मलाई चिया थुर्यो ल my god my god कति राम्रो छ नि पछाडि यो ब्याक साइड ग्रिनरी हामी त ग्रिनरी हेरेर भित्र फर्किसकेको छौँ गाइज हामी चाहिँ ल अब हामी माम खान्छौँ एकछिन अनि भेट्छौँ ल छिटो That खुट्टा लात्ती हानेकै छ मलाई लात्ती हानेकै छ छोरो silence चिच्चाउ न छोरो चिच्चाउ न प्लिज छोरो प्लिज ल अब मोबाइल पकड्यो नो मुखमै हाल्न खोज्छ हो जे पनि मुखमै हाल्न खोज्छ गाइस यस्तो पानी पर्यो नि हावाहरू लागेर म बाहिर जान नसकेर भित्रैबाट भिडियो लिइरहेको छु माइ गॉड ल हावाहुरी पानी हेर त छोरो के गरेको यस्तो आमै पानी परेर हामी बाहिर जान नसकेर झ्यालबाट भिडियो गरिरहेको छौँ गाइज माइ गॉड कति धेरै पानी परेको हौ मेरो छोरो चाहिँ भर्खर सुतेर उठिरहेको थियो है बाहिर पानी परेर मोमो पनि सुतिरहेको थियो
पानी परेर उठ्यो हामी त उठ्यौ नि है गाइज माय गॉड डोर पानी भइरहेछ डोर पानी बत्ती पनि छैन अहिले त बत्ती पनि गयो कति बजिरहेछ अहिले हेर्छु ल कति बज्यो 11 बज्यो होला 11 बजेछ 11 11:30 बजेछ बेबी के भइरहेछ बाहिर के भइरहेछ बाहिर ला बत्ती पनि गयो अँधेरोमा हामी त बाबु गड्याङगुडुङ माय गॉड पानी पहिरो पनि फाटिसक्यो हावाहुरीसँगको पानी ल हेर यता तिमीलाई चाहिँ पानी परे पनि निद्रा लाग्दैन नपरे पनि निद्रा लाग्दैन सुतेर उठिसक्यो है छोरो बेबी बोय यो चाहिँ उसको गाडी यो चाहिँ उसको गाडी हो गाडी इन्जिन गाडीमा हो इन्जिन गाडीमा यता हेर छोरो कसले किनिदिएको यो गाडी छोरो तिमीलाई यो गाडी कसले किनिदिएको यो गाडी यो बेबी वाल्कर कसले किनिदिएको यता हेर छोरो जाडो गर्यो पानी परेर जाडो जाडो चिसो चिसो गइरहेको छ यस्तो पनि बच्चा क्या हेर्दा आउने छ अनि उसले चाहिँ यताउता गरेर हेर्दा छ अनि बच्चा आफै ला 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 बेबी म त तिम्रै मात्र भिडियो लिन्छु ल हस् यता हेर त छोरो बेबी ला के भएको मेरो छोरोलाई ल आफै बन्द गर्छ आफै खोल्छ है ल हेडेड देखाइदेऊ न त हेडेड देखाइदेऊ छोरा हेडेड देखाइदेऊ ल हेडेड देखाइदेऊ हेडेड देखाऊ के भो ला फेरि बन्द भयो फेरि बन्द गर्यो छोरो यता हेर त यता हेर ओइ बाबु ला 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 यसमा कति मनदेखि राख्न बच्चाहरूलाई राख्न मिल्छ गाइज मेरो चाहिँ बाबु 6 मन्थ भइसक्यो अनि यो ल्याइदिएदेखि त कस्तो सर्न सुरु गरिरहेछ भने
यति भिडियो गर्दा गर्दै तो बिर्सिहाल्छु। दिउँसो यताउता गर्दा गर्दै भिडियो गर्न बिर्सिहाल्छु। अनि पञ्चायत साथ ल किन छुट्टै छ उसको कुरा। त्यही हो गाइस, सबैजनाले माया गरिदिनु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियोलाई लाइक शेयर कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। फेरि अर्को ब्लगमा भेट्नेछौँ अर्को दिन नयाँ दिनमा। बाई।